तिमीहरूले कहिले सोचेको छौ स्पेनको लेफ्ट ब्याक कुकुरेलाले त्यति लामो कपाल किन पाल्दो रहेछ त? त्यस्तो मेस्सी कपाल किन पालिरहेको रहेछ त? उसको खोज तलास गर्दै जाँदाखेरि एउटा दर्दनाक रहस्य रहेछ के। उसको कान्छो छोरालाई अटिजम भन्ने रोग रहेछ, जसमा चाहिँ उसलाई मान्छेहरू रिकग्नाइज गर्न गाह्रो हुँदो रहेछ र उसले राम्रोसँग आफ्नो बुबालाई चिनोस् भन्ने हिसाबले उसले चाहिँ लामो कपाल पालेको रहेछ। ड्युरिङ म्याच टाइम्स उसलाई राम्रोसँग चिनोस् भन्ने हिसाबले उसले लामो कपाल पालेको रहेछ। कस्तो दर्दनाक घटना, एउटा छोराले आफ्नो बाउलाई नचिन्ने त्यस्तो रोग। अनि सोच त उसले के भनेको थियो थाहा छ एउटा इन्टरभ्यूमा, यदि मसँग इनफ मनी हुन्थ्यो भने नि म मेरो छोरालाई बेस्ट हेल्थ दिन्थेँ रे। के कुकुरेलासँग त्यस्तो इनफ मनी छैन त? स्पेनले योपालिको वर्ल्ड कप जितिसक्यो, के स्पेनले कुकुरेलाको छोराको ट्रिटमेन्टको लागि हेल्प नगर्ला त? हजुरलाई के लाग्छ कमेन्ट गर्नु होला।